Hello, welcome to our channel. आज चाहिँ हामीसँग छ बुलडग 2X प्लस सनीसाइड एग एन्ड चटपटे। हामीसँग आज पिरो भयो भने योगर्ट, हामीसँग एक्स्ट्रा चिल्लीहरू पनि छ, एक्स्ट्रा चिल्ली लेमनहरू छ, योगर्टहरू छ र हामी त आज केही छैन, गेम छ यत्तिकै छिटो खामकै हो र स्टार साथी फोर्क त तपाईँसँग रहेछ। कस्तो मिठो भयो नि चटपटे पनि नि, पिरो कम जाने खोर्सानी यदि खुर्सानी खानु ल म खान नै हाल्दैन। यो चाउचाउ चाहिँ नुडलले जति खाए पनि कहिले नआउने क्या। हामीलाई चाहिँ यहाँ त केही च्यालेन्जहरू गर्नको लागि स्पेसै छैन है, स्पेसहरू केही छैन। गर्नु त मन लाग्छ नि, अहिले ड्युटी पनि छैन, छुट्टी छ। छुट्टी भएको कारण के गरौँ, टाइम पास हुन्छ भनेर सोच्यो, स्पेसै हुँदैन। स्पेस नभएको कारण यस्तै छ, घरि किचनमा गरौँ, घरि सारी रुममा गरौँ। आज कस्तो पानी पर्ला जस्तो हो। हिजो नेपालमा त पानीहरू पर्यो है, नेपालमा त कस्तो डेन्जर पानी। अस्तितिर न असिना पानी कस्तो परेको छ नि होइन। म होइन घिङ्रिङ यत्रो देखिरह मैले चाहिँ किन पिरो कम भयो तर एक्स्ट्रा खुर्सानी हामीले त राख्दैन हो, खाए पनि नखाए पनि। यति चटपटे कस्तो भइरहेको, मिठो भयो नि। केही भन्नु हुँदैन त, मिठो नमिठो यसो तारिफ गरिदिनु पऱ्यो। एकदम हामी मेहनतको साथ बनाइरहेको छ हामी यहाँ यसमा। नेपालको याद आउँछ चटपटे खाना चाहिँ। नेपालमा है सुक्खा घर यता घरमा बनाएर अब यसमा डल्ले खुर्सानी खानु है यस्तो खतरा हुन्छ, के गर्नु। नेपालको सकिहाल्यो अब अहिले। त्यो नेपालमा त्यो भर्खर पाक्ने बेलामा भन्छ नि खुर्सानी कस्तो खराब छ। बल्ल विदेशमा आएर थाहा भयो कि साग, गुन्द्रुक, इभन घिरौला, लौकाको इम्पोर्टेन्स। नेपालमा हेरिँदैन थियो, अहिले हेर्न पाए हुन्थ्यो जस्तो फिल हुन्छ। छुट्टी हुँदा झन् साथीहरू यस्तो राम्रो ठाउँमा गएर भिडियो बनाऊँ भने हाम्रो त वातावरणै छैन। ठुलो नयाँ स्पेस छ धेरै।
यसमा अझ अचार सचार सुकुटी कस्तो सुकुटी साथीलाई चटपटी किन थोर थोर खानुहुँदैछ मैले यो सुरुमा यस्तो यो सनी साइड एकको यो जुन यल्क हुन्छ नि हाफको मलाई कस्तो लाग्थ्यो अहिले चाहिँ जस मिठो ठुलो क्या मिठो लाग्न थालेको छ यो हाफ बोइल यल्क हुन्छ नि एक यल्क हेल्दीको लागि राम्रो हाफ बोइल तर साथीहरू हामी हेल्दी भनौँ यस्तोसँग खाँदा हेल्दी टु मच हेल्दी गेडागुडी लाग्थ्यो धेरै भयो अब मैले लास्ट त्यो मात्रै त रातो बनाएको मेरो त मुनि मात्रै हुन्छ माथिको कालो छ ओ माई गुडनेस यस्तो अनहेल्दी चिजहरू चाहिँ यति मनपर्ने जति नै कन्ट्रोल गर्छु भन्दा नसकिने क्या अब एकछिनमा अहिले खाएको 10-15 मिनटपछि कसैले नुडल्स काम भन्नु भने ओके झन् कसैले खुवायो भने त डबल ओके साथीहरू यस्तो खाएपछि अलिअलि यस्तो पनि खानुपर्छ यस्तो बिमारी परिँदैन क्या हामी पहिले स्कुलमा साइन्समा हेल्थ एन्ड इन्भाइरोमेन्ट हुन्छ नि त्यहाँनिर क्या प्रिकसन इज बेटर देन क्योर भनेर त्यस्तो कुरा गर्नुभयो सुरुमा फोहोर पानी खान्छु त्यसपछि बिरामी भएपछि फेरि दबाई खाइहाल्छु नि भन्दो क्या त्यस्तो नि त अब खाएपछि अब आफूले गुलियो चिज पनि खाएको थियो नि त पिरो मात्र खाएको थिएन नि त अब त्यो मात्र खाएको भने त ला पिरो खाएर मात्रै यस्तो भएको भन्ने हुन्छ नि त हामीले गुलियो चिज पनि खायो नि त पेट पनि नदुख्ने सम्भावना हुन्छ हामी चाहिँ क्यामेराको एङ्गलहरू मिलाउन सकेको छैनौँ एकदम बिजोग तरिकाले बनाइरहेको छौँ हामी नयाँ पनि त हो नि त हामीलाई इभन केही नलेज पनि भएन कसरी बनाउने के गर्ने भनेर अनि हामीले यो मुकब्याङ भिडियो बनाउँछौँ भनेर सोचेको पनि थिएनौँ क्या कसै दिमागमा आयो यतिकै हामी सडनली क्या छुट्टी छ कस्तो हुन्छ के हुन्छ लाइक कमेन्ट लाइक सब्सक्राइब गरिदिनु प्लिज गरिदिनु होला लेमन चाहिँ खानुपर्छ है अनि नखाए पनि फेरि मलाई त्यो सानो घाँस अलिक कस्तो लाग्छ हो खाएपछि पेट मुखभरि खाएको मनपर्छ हो खानु पर्यो नि त मेरो कसरी डिम्बल देख्नुभयो घर देख्नु रहेछ हौ कसो गर्दा अनि देखा याद गर्नुभयो जबरजस्ती हामी त जस्तो गरेर पनि देखिँदैन हाँस्दा पनि देखिँदैन तर पनि डिम्पल पछि कस्तो राम्रो देखिँदैन यस्तो खप्पो हाँस्दा पनि हामी त छैन साथीहरू मेरो हाँसा चाहिँ मुख बिगार्दा चाहिँ देखिन्छ भिडियो सेन्ड भएछ त केमा कति दिनपछि भयो म स्टप नै गरेको थिइनँ स्टिल प्रोसेसिङ थियो धेरै लङ भिडियो भएर निकाल्नु
यो मात्र खाने कि यो मात्र खाने पानी साथी को चाहिँ खायो म देखाइदिन्छु ल फुल देख्छु ल हाप्पै देखिन्छ होला हौ अन्त यल्क मनपर्छ तर जे पनि खाइसकेपछि अलिक आफूलाई मिठो लाग्दै जाने क्या मलाई सुरुमा यल्क जस्तो लाग्छ अहिले त मिठो लाग्छ मिठो हाम्रो चाहिँ आज पनि यसरी मुखबाङ बनाउने यसरी खाएको भिडियो बनाऊ भनेर प्लानै थिएन क्या हामी चाहिँ विदाउट प्लान चाहिँ पनि विदाउट प्लानै हुन्छ इभन प्लान नगरेको चिजहरू पनि सक्सेस भइदिइरहेको हुन्छ क्या जुन दिन चाहिँ यस्तो रेडी भयो ल गर्ने भने त्यो दिन त केही मिल्दैन क्या जति नै चटपटेको क्रेभिङ भए पनि नुडल्स छ भने सुरुमा नुडल्स नै सकिन्छ पेटमा लाग्छ अनि पेट दुख्छ फेरि पिरोले त्यस्तो हजुरको लागि ठिकै हुनेछ हो तर भोलि मेरो लागि ठिक्दैन पिरो त्यो त हो म अस्ति पिरियड भएको दिन त चाउचा खाएको थिएँ त्यो दिन नि तर साथीहरू यो नखाइकन हामी सकिँदैन एक दिन होस् या 2 दिन होस् खाइहालिन्छ झन् यहाँ बसेपछि त छुट्टी बसेपछि झन् के खान मन लाग्छ खानु फेरि छुट्टीको दिनहरू अब हामीलाई मात्रै हुन्छ कि इभन तपाईँहरूलाई पनि हुन्छ यस्तो मिठो खालको भोक लाग्छ नि जस्तो कि अब भोक लाग्यो पनि वा मोमो चाउमिन खान पाऊँ सेकुवा खान पाऊँ नुडल्स खान पाऊँ नर्मल भातले हुँदैन त्यस्तो धेरै भोक लाग्छ झन् अब साथमा अलिकति पैसा होस् अनि त दिनमा 5 चोटि खान्छु भन्दा पनि भोकै लाग्छ कोर्स कोर्स नगरौँ गाह्रो हुन्छ खुल्ला परेर अब हामी एकचोटि वाइल्ड पिरो खालको बनाउनुपर्छ ल मलाई त के अरे गिलो चटपटे यस्तो अब सिटी गएको बेला मेरो रिभिल नगरिने यहाँनिर हाम्रो अर्को प्लान त के भनौँ मैले केही सोचेको छु अब सक्सेस हुन्छ हुँदैन वेट फर नेक्स्ट भिडियो न हामी त्यति बेला गर्न सक्छौँ कस्तो मन लाग्छ है अब कतिहरू नेपालीहरूलाई इङ्ग्लिस मजाले नै आउँछ है अब हाम्रो चाहिँ टुटे फुटे भएर होला न लास्टमा के ब्रोकन इङ्ग्लिस क्या न भनौँ लास्टमा इङ्ग्लिस त त्यस्तै हो साथीहरू मलाई बदम चाहिँ लास्टै मनपर्छ बदमको क्रेभिङ हो मलाई चाहिँ जे पनि मनपर्छ त्यही भएर हेर्नु न देख्न सक्नुहुन्छ यहाँनिर साथी खानु न पहिलोचोटि लाइफमा चाहिँ कस्तो फिल हुँदैछ साथी हामीलाई यसरी खाएको अबलाई सँगै खान्थ्यौँ आज यस्तो पछाडि बसेर हेर्नु हुँदैछ क्या दर्शकको रूपमा हेरिरहेको छु हजुरहरूलाई
हाम्रो जस्तो यस्तो दुःखमा कसैले भिडियो बनाउनुहुन्छ प्लिज कमेन्ट गर्नुहोस् होला लास्ट केही मिलेको छैन साँच्चै भन्नु भने हामी अहिले बेडमा बसेर खाइरहेको छौँ बेडमा त बसेको छैन भुइँमै बसेको छु बट बेडमा प्लेटहरू राखेको छ केही सेवा गर्ने केही नै छैन क्या अब स्पेस पनि यत्रो छ रुमको किचनको पनि यत्रो छ अब सायद बाहिर अब यता धेरै लोकलहरू छ त्यही भएर सायद बाहिर बनाउनु पनि अलो गर्दैन हाम्रो सुपरभाइजरले अनि त्यही भएर भित्रै चाहिँ गऱ्यो नि साथीहरू खायो बस्यो भिडियो बनाउँछ बाहिरको भ्युज देखा भने प्याज धेरै भएछ सबजना साथी चटपटी खानु एकदम खानु न त्यस्तो धेरै प्रिय खानु न किन थोरै हालिदिन्छु क्या सुरुमै टाइट भोलिदेखि आज आलु चप प्रताप दासले डाइटिङ चाहिँ भोलिदेखि अरे अनि आलु चप चाहिँ आज लास्ट चौसो मिठो भयो नि चर्चा मिठो भयो चटपटी धेरै भयो अरू के हुनु हामीसँग यो गर्नु पनि त साथीभाइहरू लाइफमा चाहिँ बसेर उयो गर्नु ठिक छ है तल बस्नु हुँदैन म त एलाउडै गर्दैन हामी त अब बसौँ कि भनेको इभन हामी कहिले पनि लाइभमा बसेको छैन क्या टिकटक लाइभमा इभन हामीसँग त्यस्तो धेरै फलोवर्सहरू पनि छैन नयाँ नयाँ हो त्यही पनि हामी बस्न चाहन्छौँ क्या हामीलाई कसैले दिदीबहिनीहरू प्लिज इन्भाइट गर्नुहोस् लाइभमा है 2 दिन भइसक्यो हो लाइभ बस्छु भनेको है कसैले साथीहरू इन्भाइट गरिहाल्नुहुन्छ कि भनेको आफ्नो साथीहरू पनि इन्भाइट गर्नु हुँदैन अनि त्यही भएर बुझ्नु साथीहरू अब 50जनाले इन्भाइट गरौँ भने पनि हाम्रो बेड नजिकै छ अब बोल्ने भनेको त रुमभित्रै हो लाइफमा बस्यो पनि अब आवाज उयो भइहाल्छ मिक्स भइहाल्छ 2जनाको त्यसरी अनि कसरी इन्भाइरोमेन्टै छैन क्या हाम्रो त केही गर्ने इन्भाइरोमेन्टै छैन केही तर अकाइसक्यौँ हौ पेट चाहिँ सुम्म भइसक्यो अब चाहिँ इन गरिदिउँ ल अब हामी योभन्दा धेरै खानु सकिँदैन सो हामी यति नै खान्छौँ हामी अब यो भिडियो इन गर्न चाहन्छौँ टाढो बस्नु न Bye-bye. Thank you so much for watching our video. Wait for next video. Guys. Bye-bye. See you.